कति धेरै गर्मी भएर चाहिँ छोरी आइसक्रिम खान लागेकी छन्। छोरी आइसक्रिम नखाउ न भनिराख्छु नि म चाहिँ होइन, तर उनलाई चाहिँ गरम भयो अरे। अनि गरम भएपछि केटाकेटी त हो होइन, आइसक्रिम धेरै मन पराउँछिन् अनि आइसक्रिम खान धेरै मन लाग्छ उनलाई। अब भन्यो भने पनि कति भन्ने होइन, केटाकेटी हो। र यस्तै छ साथीहरू। आज चाहिँ हामीहरू भाइको भदाको व्रतबन्ध थियो र व्रतबन्धमा गएका थियौँ। अहिले आयौँ, छोरी पनि गएकी थिइन्। हामी सबै देउरानी जेठानी प्राय भनौँ न एकजना दिदी बाहिर हुनुहुन्छ, नभए अरू सबैजना हामी गएर थियौँ है। अहिलेको भिडियो त हेर्नुभयो होला, मैले एउटा भिडियो त पोस्ट्याएको छु इन्स्टाग्राममा पनि फेसबुकमा पनि होइन। र हामीहरू आज सबैजना धेरै दिनपछि एउटा रमाइलो माहौल बनियो होइन। र हामी व्रतबन्धमा गयौँ, व्रतबन्ध इन्जोय गऱ्यौँ र अहिले घर फर्केका छौँ। आज चाहिँ दोकान